करिब 1500 शताब्दी अघि हिमालयको मुटुमा अवस्थित नेपालले इतिहासको नयाँ अध्यायमा प्रवेश गर्यो। त्यही क्षणबाट सुरु भयो लिच्छवी युग, एक यस्तो युग जसले नेपाललाई संस्कृति, धर्म र शान्तिको मार्गमा अघि बढायो। लिच्छवी युग अघि नेपाल कथा र किम्वदन्तीमा सीमित थियो। राज्यहरू थिए तर लिखित इतिहास थिएन। देशलाई स्थिरता, व्यवस्था र स्पष्ट दिशाको आवश्यकता थियो। चौथो शताब्दीतिर गङ्गाको मैदानबाट एक शक्तिशाली र सभ्य वंश नेपाल प्रवेश गर्यो, लिच्छवी वंश। उनीहरू युद्ध होइन, कानून, धर्म र प्रशासन लिएर आए। लिच्छवी कालमा भव्य दरबारहरूसँगै मन्दिरहरूको पनि निर्माण गरियो। स्पष्ट कानूनको स्थापना र न्याय तथा अनुशासनमा आधारित शासनले राज्यलाई व्यवस्थित, सुरक्षित र समृद्ध बनायो। मानदेव प्रथम नेपालका पहिलो लिच्छवी राजा थिए। उनले पहिलो पटक आधिकारिक सिक्का प्रणालीको सुरुवात गर्दै नेपालको आर्थिक इतिहासमा नयाँ अध्यायको आरम्भ गरे। आधिकारिक सिक्का प्रचलनमा आएपछि राज्यभित्र किनबेच गर्न जनतालाई सहज भयो। व्यापार व्यवस्थित बन्दै गयो र आर्थिक गतिविधि अझ सशक्त रूपमा अघि बढ्न थाल्यो। पहिलो प्रमुख लिच्छवी राजा मानदेव प्रथमको शासनकालमा ढुङ्गाका मूर्तिकला र शिल्पकला अत्यन्त लोकप्रिय बने, जसले लिच्छवीकालीन कलाको पहिचानलाई मजबुत बनायो। लिच्छवी राजाहरूले आफ्नो राज्यको रक्षा र विस्तारका लागि सुव्यवस्थित, अनुशासित र शक्तिशाली सेना निर्माण गरे। कठोर तालिम, स्पष्ट रणनीति र सक्षम नेतृत्वका कारण त्यो सेना राज्यको ढाल मात्र होइन, शक्ति र स्थिरताको प्रतीक बन्यो। जसै लिच्छवी साम्राज्यले आफ्नो शक्ति र प्रभाव विस्तार गर्दै गयो, त्यससँगै विभिन्न शत्रु शक्तिहरू पनि उभिन थाले। तीमध्ये 4 प्रमुख प्रतिस्पर्धी थिए, जसले आफ्नै तरिकाले लिच्छवी शासनको अधिकारलाई चुनौती दिएका थिए। पश्चिमतर्फ पश्चिमी हिमाली क्षेत्रमा बसोबास गर्ने खस जातिहरूले भूमि र व्यापारिक मार्गको नियन्त्रणलाई लिएर लिच्छवीसँग बारम्बार टकराव गरे। काठमाडौँ उपत्यकाका वरिपरि रहेका साना शासकहरू कहिलेकाहीँ लिच्छवी साम्राज्यको विस्तार र प्रभुत्वको सामना गर्थे। त्यसै समयमा तिब्बती साम्राज्यले पनि हिमालय क्षेत्रमा आफ्नो प्रभाव फैलाउन थाले। उनीहरूले कहिलेकाहीँ लिच्छवी राजा र साम्राज्यका लागि सैनिक र राजनीतिक चुनौती पनि प्रस्तुत गर्थे। लिच्छवी राजाहरूले राज्यलाई गाउँ र स्थानीय क्षेत्रहरूमा विभाजन गरे। प्रत्येक गाउँमा ग्रामिक जस्ता स्थानीय मुखिया नियुक्त गरिन्थे, जसको जिम्मेवारी किसान तथा गाउँलेबाट कर सङ्कलन गर्नु, गाउँमा कानुन र शान्ति कायम राख्नु र सङ्कलित कर केन्द्रीय शासन अर्थात् राजासम्म पुर्याउनु थियो। लिच्छवी युगमा मानिसहरू खुसी र समृद्ध जीवन बिताउँथे। बजारहरू व्यस्त हुन्थे र मन्दिर तथा सार्वजनिक भवनहरूले साम्राज्यको समृद्धि देखाउँथ्यो। भिडियो हेर्नुभएकोमा धन्यवाद। थप कथाहरूका लागि हाम्रो च्यानललाई लाइक र सब्स्क्राइब गर्न नबिर्सनुहोस्।